हेलो हेलो सम्पूर्ण साथीहरू गुड इभिनिङ नमस्कार। ल साथीहरूले मेरो आवाज सुनिराख्नु भएको छ भन्नुहोस् त। आवाज आइरहेछ मेरो? ल सबै साथीहरूले कमेन्टमा लेखिदिनुहोस्। आवाज आइराखेको छ नि? मलाई सुनिराख्नु भएको छ होइन त? ल ओके साथीहरू, त्यसो अब यदि तपाईँहरूले मलाई सुनिराख्नु भएको छ भनेदेखि आजको कक्षा अब हामी सुरु गर्छौँ। हामी चाहिँ यो खरिदार अथवा तपाईँको यहाँ हेर्नुहोस् त गणितको क्लासमा छौँ। खरिदार, त्यसै गरी सङ्घको खरिदार, प्रदेशको चौथो तह, नेपाल टेलिकम, विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष, आयल निगम होइन, नागरिक उड्डयन प्राधिकरण, नेपाल राष्ट्र ब्याङ्क, राष्ट्रिय वाणिज्य ब्याङ्क, नेपाल ब्याङ्क लिमिटेड, कृषि विकास ब्याङ्क, खाद्य संस्थान लगायत जसको सिलेबसको लेख्ने पत्रमा गणित छ हो त्यो लेख्ने पत्रको गणित भएका है साथीहरूका लागि यो ओरिएन्टेसन क्लास छ। र मैले तपाईँहरूलाई भनेकै थिएँ आजसम्म तपाईँको गणित सुधार नभएको भनेको डिटेलमा पढ्नु नपाएर हो। त्यही कुरालाई मध्यनजर गर्दै तपाईँहरूलाई चाहिँ अब यस्तो बृहत तरिकाले क्लास गर्ने, एक वर्ष पुरै 2000 हेर्नुहोस् त 83 सालको असारसम्म पढ्न मिल्ने गरी अहिलेदेखि जोडिएर तपाईँलाई त्यो तरिकाको प्याकेजमा यो क्लास सञ्चालन गरिसकेको छु। त्यसैको तेस्रो दिन चाहिँ ओरिएन्टेसनको तेस्रो दिन हो यो। ल हाम्रोमा चाहिँ यो अब म्याथ क्लास मात्रै नभएर खरिदार विशेष कक्षा पनि पढाइसम्म भइरहेको छ। यो कुरा पनि साथीहरूलाई जानकारीका लागि मैले के गरेँ त अनुरोध गर्दै ल साथीहरू म अब आजको कक्षा सुरु गर्छु है त। ल आज कक्षा सुरु गर्छु। ल हामी कति नम्बरमा पुगेका थियौँ त भन्दाखेरि 11, आज 12बाट हो जस्तो लाग्छ होइन। 11सम्म भएको होइन त हिजो, के कतिसम्म भएको थियो अचानक छोड्यो बिलाई, केही जस्तो लाग्छ होइन। आज 12 होइन त। ल कमेन्ट गर्नुहोस् त, कमेन्ट गरेर भन्नुहोस् त। अनि को साथीहरू हामीलाई कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ च्याटमा लेख्नुहोस्। ल को साथीहरू हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ कृपया च्याटमा तपाईँहरूले लेख्नु होला है। ल भन्नुहोस् त, यही 12बाट होइन? कमेन्टमा लेखिहाल्नु, फटाफट लेख्नु त साथीहरू। यही 12बाटै हो जस्तो लाग्छ मलाई। हो भन्नु त, कतिमा पुग्यौँ हामी? छिटो 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 भन्नु त, च्याटमा लेख्नु न। खोइ साथीहरू किन अल्छी गर्नुभयो? अल्छी नगरिकन लेख्नु त। 12बाट हो नि होइन? 11सम्म हिजो भएको जस्तो लाग्छ मलाई। ल 11सम्मै भएको थियो है। ल अब 12बाट गरौँ है त। ल हेर्नु है, प्रश्न यस प्रकार छ। ए र बीले एउटा काम क्रमशः 30 र 20 दिनमा पुरा गर्न सक्छन्। उनीहरूले सँगै काम गर्न सुरु गर्छन् र काम सकिनु 5 दिन अघि बीले काम छोड्छ। कुल काम कति दिनमा सकिन्छ भनेर भनेको छ। ओके, त्यसो अब हेर्नुहोस् है त। र यसको समाधानतर्फ अगाडि बढौँ है। ल एले 30 दिनमा एक काम गर्छ है। एले के त 30 दिनमा, एले 30 दिनमा के गर्छ? एक काम गर्छ है त। एले 30 दिनमा एक काम गर्छ। देयरफोर एले कति दिनमा? एक दिनमा है। देयरफोर एले एक दिनमा कति काम गर्छ? एक का मुनि 30 काम गर्छ है। देयरफोर एले एक दिनमा के गर्छ? एक का मुनि 30 काम गर्छ। ठिक छ। त्यसै गरी बीले है, त्यसै गरी तपाईँहरूको बीले के गर्छ? 20 दिनमा एक काम गर्छ है। बीले 20 दिनमा एक काम गर्छ। बीले 20 दिनमा एक काम गर्छ। ठिक छ। बीले 20 दिनमा एक काम गर्छ। देयरफोर बीले एक दिनमा है, देयरफोर बीले एक दिनमा कति काम गर्छ त भन्दाखेरि एक का मुनि 20 काम गर्छ। एक का मुनि
20 काम। ल अब ध्यान दिएर सुन्नु है। उनीहरूले सँगै काम गर्न सुरु गर्छन्। ल म चित्रमा उतारेँ है, जानकारीलाई मैले के गरेँ चित्रमा उतारेँ। उनीहरू काम गर्न सँगै सुरु गर्छन्, अर्थात् काम सुरु गर्दा ए र बी सँगै थिए। उनीहरूले सँगै कति दिनसम्म काम गरे प्रश्नले भनेको छैन। उनीहरूले सँगै काम गर्न सुरु गर्छन् र काम सकिनुभन्दा 5 दिन अघि। ल हेर्नुहोस् है, राम्रोसँग हेर्नुहोस्। ल मानौ तपाईँको काम चाहिँ यो पोइन्टमा गएर सकियो भने, हेर्नुहोस् है, मानौ तपाईँको काम चाहिँ यो पोइन्टमा गएर सकियो भने काम सकिनुभन्दा कति दिन अघि 5 दिन अघि कसले छोड्छ बीले छोड्छ। काम सकिनुभन्दा 5 दिन अघिबाट बीले छोड्यो भन्नुको मतलब अन्तिमको 5 दिन कसले काम गर्यो, अन्तिमको 5 दिन चाहिँ कसले काम गरेको हुनु पर्यो, यसले काम गरेको हुनु पर्यो। कुरा बुझ्नुभयो कि बुझ्नु भएन हेर्नुहोस् है। मानौ तपाईँको यो पोइन्टमा काम सकिन्छ भने काम सकिनुभन्दा 5 दिन अगाडि नै कसले काम छोड्छ, बीले काम छोड्छ। योभन्दा उता बी काममा छैन, यसको मतलब अन्तिमको 5 दिन कसले काम गरेको छ त, एले काम गरेको छ। किनभने ए र बीले सँगै सुरु गरेका छन् नि त। योभन्दा उता त बी छैन होइन, अन्तिमको 5 दिनमा त बी छैन काम गर्नलाई। सो अन्तिमको 5 दिन चाहिँ कसले काम गर्छ, एले एक्लै काम गर्छ। यो कुरा बुझ्नु पर्यो। ल कुल काम कति दिनमा सकिन्छ जे सोधेको छ त्यसैलाई एक्स मान्न सम्भव छ भने मानिदिने है। ल मानौ 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 कुल काम, मानौ कुल काम के त एक्स दिनमा है, मानौ कुल काम के त एक्स दिनमा सकिन्छ है। मानौ कुल काम के त एक्स दिनमा सकिन्छ भनेर मैले भने यहाँ है, अब चित्रमा तपाईँलाई देखाइदिन्छु। यहाँ स्टार्टिङदेखि इन्डिङसम्म कति दिनमा त एक्स दिनमा है। स्टार्टिङदेखि के त इन्डिङसम्म चाहिँ कति दिनमा एक्स दिनमा चाहिँ तपाईँको काम सकियो। त्यसो अब हेर्नु है, अब कसले कति काम गरे त त्यो कुरा लेखौँ है। एउटा ए लेखेँ मैले व्यक्ति, हेर्नुहोस् त व्यक्ति ए छ एउटा, अर्को बी छ है। के को कुरा गर्दैछु म, व्यक्तिको कुरा गर्दैछु। हेर्नुहोस् है, व्यक्ति कसले कति कति दिन काम गर्यो, एउटा व्यक्तिको कुरा गर्दैछु म। त्यसपछि अब के त काम गरेको दिन कति हुन्छ है, यसले कति कति दिन काम गरेको छ त यो काम सकिदासम्म यसलाई लेखौँ योभन्दा एक लाइन तल। काम गरेको दिनलाई मैले लेखेँ, ठिक छ। यसको तल है, अब यसको तल म के लेख्छु भन्दाखेरि गरेको काम कति हो। ल गरेको कामको पनि लेखाजोखा गर्नु पर्यो नि त होइन। ल गरेको कामलाई लेख्दछु है त। ल त्यसो सबैले मलाई ध्यान दिएर सुन्नुहोस् है। ल एउटा ए छ, व्यक्तिको कुरा गर्दै गर्दा हेर्नुहोस् त, व्यक्तिको कुरामा को छ भन्दा एउटा काम गर्ने व्यक्ति ए छ, अर्को काम गर्ने व्यक्ति बी छ। अब यहाँ ध्यान दिएर सुन्नु, काम गरेको दिन कति हेर्नुहोस् त। ए त काम सुरु हुँदा पनि छ अन्त्यमा पनि छ भनेपछि काम पुरा एक्स दिनमा भएको छ, अर्थात् पुरा एक्सको एक्स दिन। हेर्नुहोस् त पुरा एक्स दिन नै के गरेको छ, एले काम गरेको छ। अब बी हेर्नुहोस् त, यो 5 दिनमा बी छ त छैन, पुरा एक्स दिन मध्ये यहाँ बी छ, यो 5 दिनमा छैन भनेपछि एक्स माइनस 5 दिन चाहिँ के गरेको छ, बीले काम गरेको छ। यति लेखेको बुझ्नुहुन्छ भन्नुहोस् त, यति लेखेको बुझ्नुहुन्छ। ल त्यसो अब हेर्नुहोस्, एले एक दिनमा एक का मुनि 30 काम गर्छ भने एले एक्स दिनमा कति काम गर्छ, एक का मुनि 30 इन्टु के काम गर्छ, एक्स काम गर्छ। बीले एक दिनमा एक का मुनि कति काम गर्छ, 20 काम गर्छ भने बीले एक्स माइनस 5 दिनमा के त एक का मुनि 20 इन्टु एक्स माइनस 5 काम गर्छ। अब हेर्नुहोस्, अब हामीलाई थाहा छ, हेर्नुहोस् है, हामीलाई थाहा छ के हो त भन्दाखेरि जम्मा कार्य त कति हो त, एक हो नि त होइन। हामीलाई थाहा छ, के थाहा छ भन्दाखेरि जम्मा काम भनेको त एक हो होइन। हामीलाई के थाहा छ भन्दाखेरि जम्मा काम पुरै काम ए र बीले मिलेर गरेको काम त एउटा काम हो नि त। अब दिस इम्प्लाइज हेर्नुहोस् त, एले पुरा एक्स दिन काम गर्दा एक का मुनि 30 इन्टु एक्स भनेको एक्स का मुनि कति काम गरेको छ, 30 काम गरेको छ। प्लस बीले हेर्नुहोस् त एक्स माइनस 5 दिन काम गर्दै गर्दा एक्स माइनस 5 का मुनि के त 20 काम गरेको छ। ए को काम प्लस बी को काम जोड्दाखेरि एक काम हो। ल 30 र 20 को लसा लिनुहोस् कति भयो, 60 भयो। 30 र 20 को एलसिएम 60, 30 ले 60 लाई दुई पटक काट्छ, माथि एक्स छ, 2 इन्टु एक्स भनेको 2x हो। प्लस 20 ले 60 लाई 3 पटक काट्छ, माथि एक्स माइनस 5 छ भनेपछि 3 टाइम्स अफ एक्स माइनस 5, यो गर्दा तपाईँको 1 आयो। त्यसो अब दिस इम्प्लाइज हेर्नुहोस् त यहाँ 2x प्लस ब्राकेट खोलिदिनुहोस् त, 3 इन्टु एक्स 3x माइनस 3 इन्टु 5 भनेको माइनस 15 इक्वल्स टु
1 into 60 भनेको 60 आयो. दिस इम्प्लाइज 2x plus 3x भनेको 5x को भ्यालु 60 plus के आयो 15 आयो. 60 plus 15 भनेको त कति भयो त तपाईहरुको 75 भयो. त्यसो भए अब यहाँबाट x को भ्यालु निकाल्नु भयो भने तपाईले 75/5 हुन्छ. यो भनेको 15 हो. x त हामीले पूरा काम सकाउन लाग्ने के त दिन मानेको थियो नि त हैन. त्यही भएर x को भ्यालु 15 दिन भयो है. ल अत आवश्यक समय 15 दिन रहेछ भनेर लेख्दा हुन्छ है. अत के त अत आवश्यक समय है. अत आवश्यक समय कति दिन त 15 दिन है. अत आवश्यक समय कति दिन त 15 दिन रहेछ भनेर भन्नु पर्यो. अथवा कुल काम 15 दिनमा सकियो भनेर भन्नु. ठीक छ. कुरो बुझियो या बुझिएन फटाफट तपाईहरुले च्याटमा लेखिदिनुस्. ल फटाफट भन्ने साथीहरु. एभ्रीबडी क्लियर छ कि छैन कुरा भन्नुस् है. एकदम बेस्ट टेक्निक सिकाइरहेको छु है म तपाईहरुलाई. एकदमै के त बेस्ट टेक्निक सिकाइरहेको छु. एकदमै सजिलोसँग तपाईले के त एन्सर निकाल्न सक्ने गरी एकदम सबै बुझिने गरी म तपाईलाई सबै बुझ्न सहज हुने गरी र फुल अंक ल्याउने गरीको मेथड सिकाइरहेको छु. ठीक छ. कुरा क्लियर. फटाफट भन्ने खोइ त साथीहरु च्याटमा लेख्नु पर्यो. बुझ्यो सबैले भन्नुस्. छिटो अलिकति कमेन्टमा चाहिँ एक्टिभ हुनु पर्यो के साथीहरु. मजा आएन के यो कमेन्टै आएन भने मजा आउँदैन. तपाईले बुझ्नुभयो या बुझ्नु भएन भन्ने कुरा मैले कसरी थाहा पाउने यदि तपाईले कमेन्टमा केही लेख्नु भएन भने. ल छिटो भनिदिनुस् है साथीहरु. एकदम बवाल टेक्निक सिकाइरहेको छु तपाईहरुलाई. हेर्नुस् त एकदमै सुपर टेक्निक है. तपाईहरुलाई सल्भ गर्न पनि सजिलो होस्, बुझ्न पनि सजिलो होस्, सम्झिन पनि सजिलो होस्, अंक पनि फुल अंक पाकोस् त्यस्तो मेथड चाहिँ म तपाईलाई सिकाइराखेको छु. ठीक छ साथीहरु. ल यो पक्कै बुझ्नु नै भयो होला भन्ने आशा र अपेक्षाका साथ अर्को प्रश्न. यो चाहिँ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड चौथो तहलाई 81 मा सोधेको वाला प्रश्न रहेछ. र यसको समाधान तर्फ म अगाडि बढे है त. हेर्नुस् एले एउटा काम 30 दिनमा पूरा गर्न सक्छ. हेर्नुस् त एले र बी एक्लैले एले एक्लैले 30 दिनमा र बी एक्लैले 20 दिनमा पूरा गर्न सक्छ. उनीहरू सँगै काम गर्न सुरु गरे तर केही अन्य कामको कारणले बीले केही दिनपछि काम छोड्नु पर्यो. यदि एले बाँकी काम 15 दिनमा पूरा गर्यो भने बीले कति दिनपछि काम छोड्यो भनेको छ. ल हेर्नुस् है त. ल सल्युसनमा जाउँ. ल एले 30 दिनमा एक काम गर्छ. हेर्नुस् है. एले के त 30 दिनमा है. एले 30 दिनमा एक काम गर्छ. ठीक छ. एले 30 दिनमा एक काम गर्छ. देयरफोर एले एक दिनमा है. देयरफोर एले एक दिनमा कति काम गर्छ भन्दाखेरि एक काम हुने 30 काम गर्छ. देयरफोर एले एक दिनमा कति काम गर्छ त भन्दा एक काम हुने 30 काम गर्छ. ल अब बीले 20 दिनमा एक काम गर्छ. बीले के त 20 दिनमा है. बीले 20 दिनमा एक काम गर्छ है. बीले 20 दिनमा एक काम गर्छ. देयरफोर बीले एक दिनमा देयरफोर बीले एक दिनमा कति काम गर्छ त एक काम हुने 20 काम गर्छ है. देयरफोर बीले एक दिनमा कति काम गर्छ भन्दाखेरि एक काम हुने 20 काम गर्छ. ल उनीहरूले सँगै काम सुरु गरे. अब चित्रमा उतारौं है. यहाँ ध्यान दिएर सुन्नु है तपाईले मलाई. उनीहरूले सँगै काम सुरु गरे अर्थात् काम सुरु गर्दा ए र बी सँगै छन्. तर उनीहरूले कति दिनसम्म सँगै काम गरे भन्ने कुरा प्रश्नले भनेको छैन. अब उनीहरूले सँगै काम गरे. हेर्नुस् त उनीहरूले सँगै काम गर्न सुरु गरे तर केही अन्य कामको कारणले बीले केही दिनपछि काम छोड्यो.
केही अन्य कामको कारणले हेर्नुहोस् त बीले केही दिनपछि काम छाड्यो भनेपछि ए र बीले सँगै केही दिन काम गरे, त्यसपछि एले, त्यसपछि बाँकी रहेको काम जुन छ है, जब केही अन्य कामले गर्दाखेरि बीले काम छोड्यो, त्यसपछि बाँकी रहेको काम एले कति दिनमा पुरा गर्यो त 15 दिनमा पुरा गर्यो भन्दैछ है, एले 15 दिनमा पुरा गर्यो भनेर भन्दैछ हो। अब हेर्नुहोस् त हामीलाई बीले कति दिनपछि काम छोड्यो भनेको छ। अब ए प्लस बीले सँगै केही दिन काम गर्यो अनि बीले काम छोडेको नि त, त्यसै मानौ, अब हामी लेखिदिउँ मानौ के त बीले एक्स दिनपछि काम छोड्यो है, मानौ के त बीले के भयो अरे एक्स दिनपछि काम छोड्यो भनेर मैले भने है, मानौ बीले के गर्यो एक्स दिनपछि चाहिँ काम छोड्यो भनेर मैले माने भने बीले एक्स दिनपछि काम छोड्यो भनेको मतलब ए र बीले सँगै मिलेर कति दिन काम गरे त, एक्स दिन काम गरे भन्ने आउँछ नि त हैन। त्यसो अब हेर्नुहोस्, अब हामी के लेखौँ भन्दाखेरि एउटा व्यक्तिको कुरा गर्छौँ है, अब हामी एउटा व्यक्ति है, व्यक्तिको कुरा गर्छौँ अनि यसले काम गरेको दिन कति हो त्यसको कुरा गर्छौँ है, त्यो व्यक्तिले काम गरेको दिन है, त्यो व्यक्तिले के त काम गरेको दिनको हामी कुरा गर्छौँ, त्यो व्यक्तिले काम गरेको दिनको कुरा गर्छौँ अनि त्यो व्यक्तिले गरेको कामको कुरा गर्छौँ है, त्यो व्यक्तिले के त गरेको चाहिँ के त कामको हामी कुरा गर्छौँ, ठिक छ। व्यक्ति भनेको एउटा ए छ तपाईको, अर्को बी छ ल। अब एले कति दिन काम गर्यो यहाँ हेर्नु त, यहाँदेखि यहाँसम्म एक्स दिन पनि ए छ, अन्तिमको 15 दिन पनि ए छ भनेपछि एले कति काम गर्यो भन्दा एक्स प्लस 15 दिन काम गर्यो एले। अब बीले कति दिन काम गर्यो भन्दा बीले त यही एक्स दिन काम गर्यो, किनभने यहाँ त बी छैन त, बीले यही एक्स दिन काम गर्यो, ठिक छ ल। त्यसो अब हेर्नु, अब गरेको काम कति, एले एक दिनमा 1 का मुनि 30 काम गर्छ, एले एक दिनमा 1 का मुनि 30 काम गर्छ भने उसले एक्स प्लस 15 दिनमा कति काम गर्छ, 1 का मुनि 30 इन्टु एक्स प्लस 15 काम गर्छ। बीले एक दिनमा के गर्छ 1 का मुनि 20 काम गर्छ भने उसले एक्स दिनमा कति काम गर्छ, 1 का मुनि 20 इन्टु एक्स काम गर्छ। अब के गर्ने त भन्दा तपाईहरुले, अब हामीलाई थाहा छ, यहाँ हेर्नु है, हामीलाई थाहा छ, हामीलाई के थाहा छ, धेरै कुरा थाहा छ है, तर यो युनिटरी मेथडमा चाहिँ हामीलाई थाहा छ जम्मा काम भनेको कति हो त 1 हो हैन, हामीलाई के थाहा छ जम्मा काम भनेको चाहिँ कति हुन्छ त 1 हुन्छ। यसको मतलब दिस इम्प्लाइज, अब हेर्नुस् त ए को काम, ए को भागमा एले एक्स प्लस 15 दिनमा गरेको काम एक्स प्लस 15 का मुनि कति भयो 30 भयो हैन, एक्स प्लस 15 का मुनि कति भयो त 30 भयो, प्लस बीले एक्स दिनमा गरेको काम कति भयो एक्स का मुनि कति भयो 20 भयो, यो दुईटा जोड्दा आउनु पर्यो कति 1, 30 र 20 को लस लिदिनुस्, 30 र 20 को लस कति 60, 30 ले काट्छ 60 लाई 2 पटक, माथि एक्स प्लस 15 छ 2 इन्टु एक्स प्लस 15 प्लस 20 ले काट्छ 60 लाई 30 पटक, माथि एक्स छ 3 इन्टु एक्स भनेको 3x इक्वल्स टु 1। ल अब गर्नुस् 2x प्लस 2 ले मल्टिप्लाई गर्नु 2x प्लस 2 इन्टु 15 भनेको 30 प्लस 3x इक्वल्स टु 1 इन्टु 60 भनेको 60 हो, 2x प्लस 3x भनेको तपाईको 5x हो, 5x को भ्यालु तपाईको कति भयो 60 माइनस 30 भनेको कति भयो त 30 हो। अब दिस इम्प्लाइज, अब x को भ्यालु कति आयो भन्दा 30 अपन 5 आयो, 30 अपन 5 भनेको 6 भयो हैन, भनेपछि 6 दिन भयो, ठिक छ ल। अत बीले है, अत बीले 6 दिनपछि, 6 दिनपछि, अत बीले 6 दिनपछि के त काम छोडेको रहेछ है, अत बीले 6 दिनपछि काम छोडेको रहेछ भनेर यति गरेपछि त नि साथी हो फुल अङ्क पक्कै आयो क्या, पाको अङ्क 5 अङ्क पाको। ल कहीँ बुझ्न समस्या भयो भनिहाल्नुहोस् है, कुनै पनि स्टेपमा केही डाउट कन्फ्युजन केही छ भने कृपया म छँदैछु, च्याटमा लेखेर तपाईले मलाई जानकारी दिनुस्, केही डाउट छ केही कन्फ्युजन छ प्लिज लेट मी नो इन द कमेन्ट सेक्सन गाइस। ल
व्यापक तरिकाले सेयर पनि गरौँ त साथीहरू। कस्तो लाग्दैछ क्लास, कतिको बुझ्न सहज हुँदैछ भन्नुहोस् है। मैले तपाईँलाई यो लगातार 3 दिनसम्म लाइभ गरिदिएको छु। के का लागि भन्दाखेरि अहिलेसम्म तपाईँले गणित पढेकै भएन कि खासमा, डिटेलमा कहिल्यै पढ्नै भएको छैन है, डिटेलमा कहिल्यै पढ्नै भएको छैन, त्यही भएर सुधार नभएको। अब यतिको डिटेलमा पढ्यो भने त कसो सुधार नहोला त। त्यो खालको क्लास चाहिँ अब सुरु भइसक्यो है पढाइ सेवामा भन्ने कुरा साथीहरूलाई यो जानकारी पनि रहोस् भनेर चाहिँ यो ओरिएन्टेसन पनि भइरहेको छ। ठिक छ साथीहरू, भन्नुहोस् त फटाफट च्याटमा लेख्नुहोस्। एभ्रीबडी क्लियर भयो कि भएन? खोइ अलिकति कमेन्टमा एक्टिभ हुनु पर्यो साथीहरू, हेरेर मात्रै बसेर भएन। तपाईँले कमेन्टमा केही लेख्नु भएन भने मैले कसरी बुझौँ कि तपाईँले बुझ्नुभयो या बुझ्नु भएन या के हो भन्ने कुरा मैले कसरी थाहा पाउने त? त्यही भएका कारणले गर्दा मेरो साथीहरूलाई विनम्र अनुरोध के छ भनेदेखि चाहिँ फिगर गर्नुपर्छ सर। यस्तो गर्दाखेरि राम्रो, फिगर गरेर केही घाटा लाग्दैन तपाईँलाई, किनभने चित्र बोल्छ भन्छन्, यो आफूलाई बुझ्न पनि सजिलो हुन्छ। अब यो नबनाइकन गर्न सक्नुहुन्छ भने त धेरै राम्रो भइहाल्यो, त्यो पनि गर्दा हुन्छ। तर फिगर बनाएर तपाईँलाई घाटा लाग्दैन है, फिगर बनाएर तपाईँलाई घाटा लाग्दैन। बनाइदिनुहोस्, दिल खोलेर चित्र बनाइदिनुहोस्, सबै स्टेप गरिदिनुहोस्, बकाइदा गर्न पाइन्छ, गर्न मिल्छ। ठिक छ साथीहरू, बुझ्नुभयो भन्नुहोस् त। छिटो भन्ने साथीहरू क्लियर छ कि छैन? खोइ त खोइ, रचना बुढालाई क्लियर भयो। अरू साथीहरू ल हाम्रो कुन कुन पेजमा चाहिँ तपाईँहरू हेर्दै हुनुहुन्छ र म त्यो अरू पेजको पनि कमेन्ट लिन्छु। ल साथीहरू सबैलाई क्लियर छ कि छैन भन्नुहोस् है। क्लियर छ भने म अगाडि बढ्छु। ल पिएससी लभली बबाल बुझिरहेछ भन्नुभएको छ। संस्थाको सेकेन्ड पेपरमा कति मार्कको आउँछ? संस्थानको सेकेन्ड भन्नुभएको हो कि के भन्नुभएको? भेरी इम्पोर्टेन्ट क्लास भन्नुभएको छ जय मित्र साईले। ल ल ल साथीहरू, एभ्रीबडी इज क्लियर? ओके। ल सुदाम कुमारी पनि क्लियर हुनुहुन्छ, भेरी गुड। ल नेक्स्ट प्रश्नमा म अगाडि बढेँ। अर्को नेपाल टेलिकम चौथोमा सोधेको प्रश्न छ, हेर्नु है। ए र बीले मिलेर एउटा काम 6 दिनमा गर्न सक्छन्, बी एक्लैले सोही काम 18 दिनमा गर्न सक्छ। उनीहरूले सँगै काम गर्न सुरु गरे, तर 4 दिनपछि बीले काम छोड्यो, बाँकी काम एले कति दिनमा पुरा गर्यो अरे। ल हेर्नुहोस्, बवाल क्वेसन सोधेको थियो, यो टेलिकमलाई पनि एकदम राम्रो प्रश्न सोधेको थियो। कन्सेप्ट बुझौँ है सबभन्दा पहिले। ल समाधानतर्फ अगाडि बढौँ। यहाँ त ए को टाइम बी को टाइम इन्डिभिजुअली दिएको छैन, ए र बी को अनि के दिएको छ, बी को टाइम दिएको छ। यसको आधारमा ए को 1 दिनको काम निकाल्नुपर्छ क्या तपाईँले। ल हेर्नुहोस् यहाँ, ए प्लस बीले, हेर्नु है, ए प्लस बीले के गर्छन् त 6 दिनमा एक काम गर्छ। ठिक छ, ए प्लस बीले 6 दिनमा के गर्छन्, एक काम गर्छन्। ठिक छ, ए प्लस बीले के गर्छन् 6 दिनमा एक काम गर्छन्। देयरफोर अब देयरफोर ए प्लस बीले एक दिनमा कति काम गर्छन् त? एक दिनमा कति काम गर्छन्? एक काम हुने 6 काम गर्छन् है। एक काम हुने के त 6 काम गर्छन्। ल त्यसै गरी हेर्नुहोस्, बीले 18 दिनमा एक काम गर्छ। ठिक छ, बीले के गर्छ 18 दिनमा, हेर्नुहोस् है, बीले 18 दिनमा के गर्छ, एक काम गर्छ। ठिक छ, बीले 18 दिनमा एक काम गर्छ। देयरफोर बीले एक दिनमा कति काम गर्छ? एक काम हुने 18 काम गर्छ। ल अब तपाईँले यहाँ राम्रोसँग प्रश्न पढ्नुहोस् त अनि कुरा बुझ्नुहोस् त। यहाँ उनीहरूले सँगै काम सुरु गरे, 4 दिनपछि बीले काम छोड्यो, अर्थात् ए र बीले सँगै काम गरे, 4 दिनपछि बीले काम छोड्यो। उनीहरूले 4 दिनसम्म सँगै काम गरे, बाँकी काम एले गर्नु छ। बाँकी काम एले एक्स दिनमा गर्छ भने एक्स दिनमा कति काम गर्यो त एले भन्ने कुरा निकाल्नका लागि त एक दिनको ए को काम चाहियो नि त। एक दिनको ए को काम इन्टु एक्स गर्नुपर्छ, त्यही भएर ए को एक दिनको काम निकाल्नुपर्छ हामीले। ल अब ए को एक दिनको काम भनेको कति हुन्छ यहाँ हेर्नु है। अब तपाईँले ए को एक दिनको काम है, अब तपाईँले के त भन्दा साथीहरू ए को एक दिनको काम निकाल्नु भयो भने है, ए को एक दिनको काम कति हुन्छ त? ल भन्न सक्नुहुन्छ तपाईँहरूले मलाई, ए को एक दिनको काम कति हुन्छ?
ल ए को एक दिनको काम भनेको ए प्लस बी को एक दिनको काम 1 का मुनि 6 बाट के गर्ने यो 1 का मुनि 18 लाई घटाउने यति गर्दाखेरि 6 र 18 को एलसीएम 18 भयो 6 तिया 18 18 एकान 18 3 माइनस 1 भनेको 2 का मुनि 18 भयो 2 का मुनि 18 भनेको 1 का मुनि 9 ल अब मानौ के मानौ भन्दाखेरि बाँकी काम मानौ बाँकी काम एले 20 दिनमा पुरा गर्छ है मानौ बाँकी काम एले के गर्छ त 20 दिनमा पुरा गर्छ भनेर हामीले भन्यौं भने के भयो त अब हेर्नुस् त ल चित्रमा उतारौं है दिएको कुरालाई के गर्ने चित्रमा उतार्ने ल यो पोइन्टबाट काम सुरु भयो हेर्नुस् त उनीहरूले सँगै काम गर्न सुरु गरे अर्थात् काम सुरु गर्दा ए र बी सँगै थिए है तर 4 दिनपछि बीले छोड्यो भन्नुको मतलब ए र बीले सँगै 4 दिन काम गरे त्यसपछि बीले छोड्यो त्यसपछि बीले छोड्यो भनेपछि बाँकी काम कसले पुरा गर्यो एले पुरा गर्यो एले बाँकी काम चाहिँ कति दिनमा त x दिनमा पुरा गर्यो भनेर हामीले मानेका छौं त्यसो अब हेर्नुस् व्यक्ति भनेको तपाईको एउटा ए छ अर्को बी छ के छ त हामीले व्यक्तिको कुरा गर्दै गर्दा एउटा ए अर्को बी छ अब त्यसपछि तपाईले के लेख्ने काम गरेको दिन लेख्ने है यसको तल के लेख्ने काम गरेको दिन है यसले तल के लेख्ने काम गरेको दिन कति कति हो त्यो लेख्ने त्यसपछि के लेख्ने त भन्दा गरेको काम कति कति हो गरेको काम पनि लेख्ने अब ध्यान दिने एले कति दिन काम गर्यो त यहाँ स्पष्टले बुझिन्छ पहिला 4 दिन अनि x दिन गर्दा एले काम गरेको छ 4 प्लस x डेज सम्म अब बीले त हेर्नुस् त यही 4 दिन काम गर्यो यता त बी छैन बीले त यही 4 दिन काम गर्यो भन्छ एले एक दिनमा कति काम गर्छ एले एक दिनमा 1 का मुनि 9 काम गर्छ भने एले 4 प्लस x डेजमा 1/9 इन्टु 4 प्लस x काम गर्छ बीले 1 डेमा कति वर्क गर्छ 1 बाई के गर्छ 18 वर्क गर्छ भने बीले 4 डेजमा 1/18 इन्टु 4 वर्क गर्छ ठिक छ यहाँसम्म कुरा क्लियर छ सरी है मानव x दिनमा का 20 पो लेख्दिएँ मैले x हो है 20 कताबाट लेख्ने ल यहाँ x लेख्न खोजेको है 20 होइन x लेख्न खोजेको ल x हो है x नै हो 20 दिन त्यो लेखिएको है लेखेको चाहिँ खासमा x हो है त अब होइन भने यहाँ कसरी x लेख्थे त मैले हैन त्यहाँनेर मैले 20 लेख्न गएँ 20 होइन x हो काम मान्न पाइन्छ त बीले यति दिनमा पुरा गर्यो भनेर मान्न त कहाँ पाइन्छ त एक्चुअल भ्यालु त हैन x दिनमा पुरा गर्छ भनेर लेखेको मैले है 20 दिनमा होइन ल x हो ठीक छ ल भन्नुस् यहाँसम्म क्लियर छ कि छैन भन्नुस् त मानौ बाँकी काम एले x दिनमा पुरा गर्छ ओके त्यसो अब हामीलाई थाहा छ हामीलाई के थाहा छ त धेरै कुरा थाहा छ चाहिने कुरा थाहा छ कि थाहा छैन भन्ने कुरा मात्रै हो है थाहा नभएको त कहाँ छ र हामीलाई दुनिया थाहा छैन ब्रह्माण्डै थाहा छ जीके पनि पढ्ने मान्छे हो हामी त ल हामीलाई थाहा छ के हो त भन्दा जम्मा काम है साथीहरु जम्मा काम भनेको कति हो भन्दा 1 हो जम्मा काम भनेको 1 हो भनेपछि a को भागमा परेको काम भनेको 4 प्लस x/9 हो प्लस b को भागमा परेको काम भनेको 4 कति हो 18 हो यो बराबर 1 भयो ल त्यसो अब यहाँबाट हामी लेख्न सक्छौं 4 प्लस x/9 भनेको यो 4/18 उता गयो भने 1 माइनस 4 के हुन्छ 18 हुन्छ 18 एलसीएम लिँदा 18 1 जा 18 माइनस 4 भनेको कति भयो 14 कति भयो त 18 भयो भनेपछि अब यसलाई के लेख्न सक्नुहुन्छ तपाईले 4 प्लस x को भ्यालु भनेको 14/18 इन्टु 9 गर्दा 9 1 जा 9 9 2 जा 18 2 ले 14 लाई काट्यो 7 टाइम्स भनेपछि यहाँबाट लेख्न सक्नुहुन्छ x को भ्यालु कति उता 7 बाट यता गएर 4 घट्यो कति आयो 3 दिन आयो है कति आयो त 3 दिन आयो ल अब बाँकी काम यसले कति दिनमा पुरा गरेको एन्सर के भयो 3 दिन भयो भनेपछि अतः लेख्ने अतः बाँकी काम
हेर्नुहोस् त, अत बाँकी काम एले कति दिनमा 3 दिनमा, हेर्नुहोस् त बाँकी काम एले 3 दिनमा पुरा गर्छ भनेर भन्नु पर्यो है। ल क्लियर छ कि छैन मेथड? चाहिने कुरा चाहिँ थाहा छैन बिन्दालाई? ल ल भन्नुहोस् फटाफट, मलाई तपाईँहरूले च्याटमा लेखिदिनुहोस्। भयो? यति बढी कुरा बुझ्नुभयो कि बुझ्नु भएन मलाई भन्नुहोस् त, सबैले भनिदिनुहोस्। ठिक छ? बुझ गेली बात कि नहीं बुझ गेली? चौध बाई 18 बुझेन? अब 1/4 का मुनि 18 घटाएको, 1 एलसियम हो है, सरी तल डेनोमिनेटरमा 1 छ, 1 र 18 को एलसियम 18। अब 1 ले 18 लाई 18 पटक काट्छ, 1 × 18 18 - 4, 18 - 4 भनेको 14। जोड घटाउ चाहिँ बुझ्नु पर्यो है साथी। जोड घटाउ नै बुझिएन भने त फेरि गाह्रो पर्छ। जोड घटाउ मल्टिप्लाई डिभाइड स्क्वायर क्युब हैन, यतिको कुरा चाहिँ बुझ्न सक्ने हुनु पर्यो, अनि बल्ल गणित बुझिन्छ है। ल अब जाउँ 15 नम्बरको प्रश्नमा। ल हेर्नुहोस्, एले एउटा काम 10 दिनमा, बीले 15 दिनमा र सीले 20 दिनमा पुरा गर्न सक्छन्। ए र सीले 2 दिन सँगै काम गरे र त्यसपछि ए को सट्टा बीले काम गर्यो, कुल काम कति दिनमा पुरा भयो? अरे गजब। ल यसको समाधानतर्फ लाग्यो है। ल हेर्नुहोस्, एले 10 दिनमा एक काम गर्छ। हेर्नुहोस् है, एले के गर्छ? 10 दिनमा एक काम गर्छ। ठिक छ? एले 10 दिनमा एक काम गर्छ। देयरफोर एले एक दिनमा, देयरफोर एले एक दिनमा कति काम गर्छ भन्दाखेरि एक काम हुने 10 काम गर्छ है। देयरफोर एले एक दिनमा कति काम गर्छ? एक काम हुने 10 काम गर्छ। ल बीले 15 दिनमा एक काम गर्छ है। बीले के त 15 दिनमा है, बीले 15 दिनमा एक काम गर्छ है। बीले 15 दिनमा एक काम गर्छ। देयरफोर बीले है, देयरफोर बीले एक दिनमा कति काम गर्छ? देयरफोर बीले एक दिनमा एक काम हुने 15 काम गर्छ हो। देयरफोर बीले एक दिनमा कति काम गर्छ? एक काम हुने 15 काम गर्छ। सीले 20 दिनमा एक काम गर्छ। हेर्नुहोस् है, सीले के गर्छ? 20 दिनमा एक काम गर्छ। सीले 20 दिनमा के गर्छ? एक काम गर्छ। ठिक छ? देयरफोर सीले एक दिनमा है, देयरफोर सीले एक दिनमा कति काम गर्छ त? एक काम हुने 20 काम गर्छ है। सीले एक दिनमा एक काम हुने के त 20 काम गर्छ। ल अब ए र सीले 2 दिन सँगै काम गरे, त्यसपछि ए को सट्टा बीले काम गर्यो, कुल काम कति दिनमा पुरा भयो? ल मानौ, ल हेर्नुहोस् है, मानौ है, मानौ कुल काम भनेको पुरा काम एक्स दिनमा पुरा भयो। मानौ कुल काम एक्स दिनमा पुरा भयो। जे को भ्यालु निकाल्नु भनेको छ त्यसैलाई एक्स सपोज गरिदिउँ के। त्यति भयो भने तपाईँले के त पछि गर्नुपर्ने काम अलिक घट्छ।
हो। अब ए र सीले मिलेर सँगै 2 दिन काम गरे। अब हेर्नु है काम कसरी भयो, यहाँ राम्रोसँग कुरा बुझ्नुहोस्। काम सुरु गर्दा ए र सी सँगै थिए, ए र सीले के गरे 2 दिन काम गरे। ठिक छ, ए र सीले के गरे 2 दिन काम गरे। त्यसपछि के गर्यो त भन्दा ए को सट्टा बीले काम गर्यो। ए को सट्टा बी आयो भन्नुको मतलब सी त छँदैछ, अब बी प्लस सीले काम गरे। अब बी प्लस सीले कति दिन काम गरे थाहा छैन, बी प्लस सीले मिलेर अब बाँकी काम पुरा गरे। तपाईँलाई यति कुरा थाहा छ, तपाईँलाई यति कुरा थाहा छ कि पुरा काम चाहिँ कति दिनमा भएको छ, एक्स दिनमा भएको छ है। तपाईँलाई यति कुरा चाहिँ थाहा छ कि पुरा काम चाहिँ कति दिनमा भएको छ, एक्स दिनमा भएको छ। ल अब तपाईँहरूले मलाई यहाँबाट के भन्नु पर्यो भनेदेखि एले कति दिन काम गर्छ, बीले कति दिन काम गर्छ, सीले कति दिन काम गर्छ त्यो भन्नु पर्यो। ल एउटा व्यक्तिको कुरा गर्छु म है। व्यक्तिमा को पर्यो भन्दा एउटा ए पर्यो, अर्को बी पर्यो, अर्को सी पर्यो हैन। अलिक माथिबाट लेखौँ। ल एउटा चाहिने जोमा म व्यक्तिको कुरा गर्छु है। व्यक्ति भनेको एउटा बी हो, सरी ए हो, अर्को बी हो, अर्को सी हो। अब काम गरेको दिन लेख्ने है, योभन्दा तल के लेख्ने, काम गरेको दिन लेख्ने है। योभन्दा तल के लेख्ने, काम गरेको दिन लेख्ने। ठिक छ, योभन्दा तल के लेख्ने, गरेको काम कति हो त्यो काम लेख्ने है। गरेको काम कति हो त्यो काम लेख्ने। ल मलाई भन्नु, यो चित्र हेरेर भन्नुहोस् त एले कति दिन काम गर्यो, बीले कति दिन काम गर्यो र सीले कति दिन काम गर्यो लेख्नुहोस्। ल छिटो लेखिहाल्नुहोस् त फटाफट। ल सबै साथीहरूले लेख्नुहोस् त, म हेर्छु है तपाईँहरूका कमेन्ट हेर्छु। एले कति दिन काम गरेछ, बीले कति दिन काम गरेछ र सीले कति दिन काम गरेछ त। ल यो लेख्न जान्नुभयो भने यो तरिकामा पर्फेक्ट भइन्छ है साथी हो। ल चाहिने जो जिन्दगानीमा खोइ त कमेन्ट गरेको, छिटो छिटो एले कति दिन काम गरेछ त, यो चित्र हेरेर भन्नु पर्यो। छिटो छिटो लेख्नुहोस् त। दस 15 र 20 कताको 10 15 र 20 थर्ट त्यो क्वेसनको टाइम पो भनिराख्नु भएको छ त, त्यो भने हो र पुरा काम पो एक दिनमा सक्छ नि त। यो डायग्राम हेरेर कति कति दिन काम गरे त्यो चाहिँ भन्नु पर्यो क्या। यति दिनमा चाहिँ काम गर्न सक्ने हुनु उनीहरूले। तर एले हेर्नुहोस् है, एले कति दिन काम गर्यो त भन्दा यहाँ त ए छैन भनेपछि एले त सिर्फ 2 दिन काम गर्यो। एले त सिर्फ 2 दिन काम गर्यो। अब बी यहाँ छ, बी यहाँ छ त छैन। पुरा एक्स दिन मध्ये 2 दिन चाहिँ बी छैन भनेपछि बीले के गर्यो, एक्स माइनस 2 दिन काम गर्यो। सी त काम सुरु गर्दा पनि थियो अन्तिममा पनि थियो, सीले पुरा एक्सको एक्स दिन काम गर्यो। ल एले एक दिनमा कति काम गर्छ, एले एक दिनमा 1 का मुनि 10 काम गर्छ भने एले 2 दिनमा 1 का मुनि 10 × 2 काम गर्छ। बीले एक दिनमा 1 का मुनि 15 काम गर्छ भने बीले एक्स माइनस 2 दिनमा 1 का मुनि 15 × एक्स माइनस 2 काम गर्छ। सीले एक दिनमा 1 का मुनि 20 काम गर्छ भने सीले एक्स दिनमा 1 का मुनि 20 × एक्स काम गर्छ भनेर बुझ्नु पर्यो। बुझ गेली बात कि नै बुझ गेली रे भन्नुहोस् है साथी हो। ल अब हामीलाई थाहा छ है, मलाई यो भाषा बहुत मनपर्छ कि साथीहरू है। बुझ गेली भनिराख्नु भएको हुन्छ नि, मलाई बहुत राम्रो लाग्छ क्या सुन्नमा, तर बोल्न चाहिँ आउँदैन त्यति हो है, तर रमाइलो लाग्छ। ल त्यसो अब हेर्नु है त, यहाँ अब हामीलाई थाहा छ, के थाहा छ त हामीलाई धेरै कुरा थाहा छ, मात्रै चाहिने कुरा थाहा छैन होइन। ल त्यसो अब हामीलाई के थाहा छ भन्दा जम्मा काम भनेको चाहिँ कति हो त, 1 हो है। जम्मा काम 1 भनेपछि एले गरेको काम कति, 2 का मुनि 10। एले गरेको काम कति, 2 का मुनि 10 प्लस अब बीले गरेको काम कति, एक्स माइनस 2 का मुनि कति 15 प्लस सीले गरेको काम कति, सीले गरेको काम कति, एक्स का मुनि 20। यो सबै जोड्दा आउनु पर्यो कति, 1 आउनु पर्यो। काटपिट पार्ने 2 एकान 2, 2 पंचे 10 भयो। ल त्यसमा अब यो नम्बरहरू चाहिँ उता लाने क्या, यो 1/5 लाई उता लाने भनेपछि यहाँ 15 र 20 को मात्रै एलसिएम लिनु। 15 र 20 को एलसिएम कति भयो, 60 भयो। 15 र 20 को लसा 60, 60 भयो। 15 चौको 60, 4 टाइम्स अफ एक्स माइनस 2 प्लस 20 ले 60 लाई 3 पटक काट्यो, 3x इक्वल्स टु
1 माइनस के भयो 1/5 भयो, यो 1/5 उता जाँदा 1 माइनस 1/5 भनेको 5 1 जा 5 माइनस 1 भनेको 4 के हुन्छ 5 हुन्छ यो। ल यसलाई सिम्प्लिफाई गर्नुहोस्, 4 ले मल्टिप्लाई गर्दा 4 इन्टु एक्स 4x माइनस 4 इन्टु 2 8 प्लस 3x इक्वल्स टु यो 4/5 छँदैछ 60 उता गयो भने 60 ले गुणा गर्ने। ल 4x प्लस 3x भनेको तपाईँको 7x छ। ल माइनस 8 लाई उता लानुपर्छ, त्यसका लागि यहाँ काटकुट पार्नुहोस् त। 5 ले 12 पटक 60 12 चौको 48 प्लस 8 आयो है, यो भनेको 48 माइनस 8 उता जाँदा प्लस 8 हुन्छ, 48 प्लस 8 भनेको तपाईँको 56 हुन्छ। भनेपछि अब यहाँबाट x को भ्यालु कति आयो भन्दाखेरि 56 का मुनि 7 आयो, 56 का मुनि 7 भनेको 8 आयो, भनेपछि के भयो त 8 दिन भयो। ठिक छ। ल अब कुल काम कति दिनमा पुरा भयो, त्यही एक्स मानेको भनेपछि एक्स को भ्यालु आयो, भनेपछि अत कुल काम 8 दिनमा पुरा भयो भने पनि हुन्छ, अथवा अत आवश्यक समय है, अत आवश्यक समय हेर्नुहोस् त, अत आवश्यक समय कति रहेछ 8 दिन रहेछ भन्दा पनि हुन्छ है। अत आवश्यक समय कति दिन रहेछ 8 दिन रहेछ भनेर भन्दा पनि हुन्छ। बिल्कुल 8 दिन हो। भरत चन्द भेरी गुड। विनिताको नि 8 आइसकेको थियो। आहा गजब छ। कुरा बुझ्यो कि बुझिएन छिटो भन्नु है। एकदम बेस्ट टेक्निक सिकाइरहेको छु है साथीहरू, एकदम बेस्ट टेक्निक सिकाइरहेको छु। मजाले बुझ्न पनि सहज हुने डायग्राम भएपछि र सल्युसन गर्दा पनि पक्का फुल अङ्क प्राप्त गर्ने है, यस्तो तरिकाले म तपाईलाई सिकाइरहेको छु। ठिक छ, यो कुरा बुझ्नु भएको हो कि हैन तपाईहरुले भन्नुस् त। ओके, यो पनि गर्दिहालौँ न। समस्या कहाँ छ र, कन्सेप्ट बुझेर पढ्यो भने त पानी पानी बनाइहालिन्छ नि। ल एले एउटा काम 20 दिनमा गर्छ भनेपछि एले 20 दिनमा एक काम गर्छ। हेर्नुहोस् है, एले 20 दिनमा एक काम गर्छ। ठिक छ, एले 20 दिनमा एक काम गर्छ। ठिक छ, एले 20 दिनमा एक काम गर्छ। देयरफोर एले एक दिनमा है, देयरफोर एले एक दिनमा कति काम गर्छ त भन्दाखेरि एक काम हुने 20 काम गर्छ है। ठिक छ, एले एक दिनमा एक काम हुने 20 काम गर्छ। त्यसै गरी बीले 30 दिनमा एक काम गर्छ। हेरौँ है, बीले के गर्छ 30 दिनमा एक काम गर्छ। बीले 30 दिनमा एक काम गर्छ भने, यदि बीले 30 दिनमा एक काम गर्छ भने देयरफोर बीले एक दिनमा कति काम गर्छ, बीले एक दिनमा एक काम हुने 30 काम गर्छ है। बीले एक दिनमा एक काम हुने 30 काम गर्छ। ठिक छ। अब सी एक्लैले कति दिनमा पुरा गर्छ, ल मानौ सीले एक्स दिनमा एक काम गर्छ। ल मानौ के त सीले एक्स दिनमा एक काम गर्छ है। मानौ सीले एक्स दिनमा के गर्छ, एक काम गर्छ भनेर हामीले मान्यौं भने देयरफोर सीले एक दिनमा एक दिनमा कति काम गर्छ, एक काम हुने एक्स काम गर्छ है। देयरफोर सीले एक दिनमा कति काम गर्छ, एक काम हुने एक्स काम गर्छ। ल उनीहरूले 7 दिन सँगै काम गरे र त्यसपछि दुवैले काम छोडे अरे। ल उनीहरूले 7 दिन सँगै काम गरे
भनेपछि यहाँ त ए र बीको कुरा गर्दैछ नि त, सुरुमा त ए र बीको समय दिएको छ भनेपछि ए र बीले के गरे 7 दिनसम्म सँगै काम गरे, त्यसपछि के गरे त उनीहरूले छोडे। तब सी एक्लैले तब अब के आयो बल्ल ढ्यान्ट गर्दै सी आयो होइन त, अहिलेसम्म सी थिएन र सी आयो र सीले बाँकी काम के गर्यो त 10 दिनमा पुरा गर्यो। सी एक्लैले पुरा काम कति दिनमा पुरा गर्छ भनेपछि ल त्यसो अब हेर्नुहोस् गाह्रो कुरै छैन त। ल अब तपाईँ के गर्न सक्नुहुन्छ भने अब व्यक्ति हेर्नु है, को व्यक्तिले काम गरे त भन्दाखेरि 3 जना मिलेर काम गरेको यो त, एउटा एले, अर्को बीले, अर्को सीले। अब काम गरेको दिनको कुरा गर्ने हो भने है तपाईहरुले के त काम गरेको दिनको कुरा गर्ने हो भने हेर्नुहोस् है, काम गरेको दिनको कुरा गर्ने हो भने एले एक्लैले 7 दिन काम गर्यो, यहाँ भन्दा ए छैन। बीले पनि एक्लैले 7 दिन काम गर्यो, सीले कति दिन काम गर्यो 10 दिन काम गर्यो, किनभने सी त यहाँ छँदै छैन। ओके, अब गरेको काम गरेको दिन यो हो भने गरेको काम निकाल्ने साथीहरूले है, के गर्ने गरेको चाहिने जोमा काम निकाल्ने। एले एक दिनमा एक का मुनि 20 काम गर्छ भने एले 7 दिनमा एक का मुनि 20 × 7 काम गर्छ। बीले एक दिनमा एक का मुनि 30 काम गर्छ भने बीले 7 दिनमा एक का मुनि 30 × 7 काम गर्छ। सीले एक दिनमा एक का मुनि एक्स काम गर्छ भने सीले 10 दिनमा एक का मुनि एक्स × 10 काम गर्छ। गर्छ कि गर्दैन? बिल्कुल गर्छ, बिल्कुल गर्छ। ल अब हामीलाई थाहा छ है, अब हामीलाई के थाहा छ भन्नु त, हामीलाई यो थाहा छ कि तीनैजना मिलेर त जम्मा त एउटा काम गरेको हो कि होइन? हो। त्यसो भए जम्मा काम है, त्यसो भए जम्मा काम बराबर कति हुनुपर्छ? 1 हुनुपर्छ। पर्छ कि पर्दैन? बिल्कुल पर्छ। भनेपछि एले गरेको छ 7 का मुनि 20 काम प्लस बीले गरेको छ 7 का मुनि 30 काम प्लस सीले गरेको छ 10 का मुनि एक्स काम, यो सबै मिलाएर एउटा काम भएको हो कि होइन? बिल्कुल हो। ल अब 7 साझा लिदिनु भयो भने यहाँ कति आउँछ? 1 का मुनि 20 प्लस 1 का मुनि 30 आउँछ प्लस 10 का मुनि एक्स, यो बराबर कति भयो? 1 भयो। त्यसो अब हेर्नुहोस् 7 20 र 30 को लस भनेको 60, 20 ले काट्यो 60 लाई 3 पटक 3 माथिको 1 3 एकान 3 प्लस 30 ले काट्यो 60 लाई 2 पटक 2 एकान 2 भनेपछि 3 प्लस 2 हेर्नुहोस् 3 प्लस 2 के भयो त? अब 3 प्लस 2 5 का मुनि 60 प्लस के भयो त? 10 का मुनि एक्स बराबर कति भयो? 1 भयो। यो भनेको 7 इन्टु हेर्नुहोस् त, यो भनेको त 5 का मुनि 60 हो नि त, 7 इन्टु 5 का मुनि 60 प्लस के त 10 का मुनि एक्स गर्दाखेरि कति आयो? 1 आयो। ल 5 ले 60 लाई काट्छ 12 पटक, 5 एकान 5, 5 ले 60 लाई काट्छ कति पटक? 12 पटक। त्यसो अब दिस इम्प्लाइज, अब नम्बर जति उता लानु त 10/x = 1 - 7 × 1 भनेको 7 अपॉन के छ? 12। 12 एलसीएम लिनुभयो, हेर्नुहोस् त 12 एलसीएम लिनुभयो, तल त 1 छ त यहाँ होइन, 1 र 12 को एलसीएम 12, 1 ले 12 लाई 12 पटक काट्यो, 12 - 12 ले 12 लाई 1 पटक, 1 × 7 भनेको 7, 12 - 7 भनेको तपाईँको कति? 5 अपॉन कति आयो? 12 आयो। भनेपछि अब यहाँबाट 10/x भनेको 5/12 आयो भनेपछि क्रस मल्टिप्लाई गर्दा x को भ्यालु 10 इन्टु के भयो त? 12/5 आयो। 5 एकान 5, 5 दुना 10, 2 इन्टु 12 भनेको 24 दिन आयो है, 24 दिन आयो। ल अत सी एक्लैले है, अत सी एक्लैले सो कार्य है, अत सी एक्लैले सो कार्य कति दिनमा? 24 दिनमा चाहिने जोमा पुरा गर्छ है। ल यसरी चाहिँ गर्नु पर्यो क्या साथी हो, कुरा बुझ्यो? 2.5 होइन भरत, 24 आउँछ। ठिक छ।
भयो? बुझ्यो कि बुझिएन यो? भन्नुहोस् त सबैले। क्लियर छ? छिटो भन्नुहोस् ल साथीहरू। ल यो गणितको तेस्रो दिनको कक्षासम्म आइपुग्दा तपाईँलाई गणित कस्तो लाग्यो? मेरो ट्रिक्सहरू पढाउने तरिकाहरू तपाईँहरूलाई कतिको सहज भयो? यही तरिकाले पढ्छौँ हामी। एउटै टपिक चिरफार गरेर म 0 लेभलदेखि पढाउँछु है। म के गर्छु? 0 लेभलदेखि पढाउँछु। तपाईँले यति कुरा बुझ्नुहोस्, एकदम मैले 0 लेभलदेखि नै पढाउँछु भन्ने कुरा तपाईँहरू क्लियर हुनुहोस् है त। ल त्यसो भएदेखि अब क्लासको कुरा गर्दै गर्दाखेरि तपाईँको सङ्घको खरिदार अथवा प्रदेशको चौथो तह, नेपाल टेलिकम विद्युत प्राधिकरण कर्मचारी सञ्चय कोष, नेपाल आल निगम, नागरिक उड्डयन, नेपाल राष्ट्र ब्याङ्क, राष्ट्रिय वाणिज्य ब्याङ्क, नेपाल ब्याङ्क लिमिटेड, कृषि विकास ब्याङ्क, खाद्य संस्थान लगायत जसको सिलेबसमा गणित छ है, जसको सिलेबसमा गणित छ, सबैको गणित कभर हुने गरी म पढाइदिन्छु र मसँग जोडेर 1 वर्ष 2083 को असारसम्म पढ्न पाइन्छ। फी 2500 मात्रै छ। अब तपाईँ एकचोटि भर्ना गर्ने बित्तिकै सुरुमै पहिले एक चरण कोर्स कम्प्लिट गरेको रेकर्डेड भिडियो सुरुमै उपलब्ध हुन्छ, ताकि नजिकमै कुनै एक्जाम छ भने त्यसका लागि त्यो भिडियो हेरेर पनि कभर गर्न सकिन्छ भने लाइभ क्लास त भइ नै हाल्छ। साथै हाम्रोमा योभन्दा अलावा खरिदार विशेष कक्षा 2082-83 को लागि सुरु भइसकेको छ। परीक्षासम्म नै पढ्न पाउने गरी दैनिकमा कम्तीमा 3वटा कक्षा पाउने गरी, दैनिक कक्षाको रेकर्डेड र भिडियो पाउने गरी, भर्ना हुनसाथ पहिलाको रेकर्डेड भिडियो पनि पाउने गरी र परीक्षामुखी शैलीमा पछि हुने कमान्डो क्लासमा पनि यही शुल्कमा सहभागी हुने, त्यो कमान्डो क्लासका लागि एक्स्ट्रा शुल्क तिर्न नपर्ने गरी है, एक्स्ट्रा शुल्क तिर्न नपर्ने गरी तपाईँहरूलाई चाहिँ यो क्लास हुँदैछ। स्क्रिनमा देखाएका नम्बरहरू कुनै पनि नम्बरहरूमा सम्पर्क गरेर भर्ना गरिहाल्नुहोस्, किनभने यतिको गहिराइमा जुन गहिराइमा पढाइ सेवाले पढाउँछ नि, तपाईँलाई लिखितको पत्र होस्, जिके होस्, आइक्यू होस्, गणितको कुरा होस्, यति डिटेलमा गएर चाहिँ बजारमा अरू कहीँ पनि पढाइ हुन्न जस्तो मलाई लाग्छ। अनलाइन क्लास मात्रै हो र भन्नुभएको छ, अनलाइन मात्रै हो कल्पना भट्टराईजी। अब फिजिकलमा त यत्रो डिटेलमा पढाउन सम्भवै छैन, अनलाइनमै मात्रै हो। रेकर्ड भिडियो पनि पाइयो अनलाइनमा, फिजिकलमा त एकचोटि दिमागमा रहेर नरहे त सकियो नि त है। र तपाईँको फी चाहिँ यो 1 वर्ष पढेको 12,000 रहेकोमा डिस्काउन्ट पछि 9,000 रुपियाँ तपाईँलाई लाग्नेछ। मैले यति कुरा भने अब अरू धेरै ठुला ठुला सपना म देखाउँदिनँ, नभएको कुरा बोल्न आउँदैन। हेर्नुहोस्, पढाइ सेवाले बोल्छ, जे बोल्छ बोलेको कुरा पुरा गर्ने गरी बोल्छ। हामी तपाईँलाई अन्यत्र भन्दा धेरै डिटेलमा पढाउनेछौँ, हरेक टपिक चिरफार गरेर पढाउनेछौँ। मुख्य नाम निकाल्नलाई सबैभन्दा ठुलो भूमिका तपाईँहरूको हुन्छ। हामीले हाम्रो पार्टबाट कुनै पनि कम्प्रोमाइज नगरिकन कन्टेन्ट दिन्छौँ, त्यो काम चाहिँ हाम्रो भयो। ठिक छ ल। हाम्रो भरत चन्द्रीलाई मलाई त बवाल लाग्यो भन्नुभएको छ। ल अरू साथीहरूलाई कस्तो लाग्यो त? खोइ हेर्ने मात्रै कमेन्ट चाहिँ नगर्ने। कस्तो लाग्यो त क्लास? ल भन्नुहोस् त, तपाईँहरूलाई कस्तो लाग्यो क्लास भन्नुहोस् ल। ल साथीहरू, अब यो सँगै मैले आज क्लास तपाईँहरूलाई यति नै गर्छु। ल भर्ना गर्न चाहने साथीले ढिला नगर्नुहोस्। साथै हाम्रो सङ्गठित संस्थातर्फको प्रिटेस्टको क्लास पनि एकदम व्यापक तरिकाले पढाइ सेवामा सुरु भइसकेको छ। त्यसको भ्याकेन्सी पनि यो प्रिटेस्टवाला पनि एकदम चाँडै आउँदैछ। सङ्गठित संस्थाको भ्याकेन्सी पनि, त्यसका लागि पनि तपाईँले पढाइ सेवालाई सम्झिन सक्नुहुन्छ है। मात्रै 3,000 फी हो, यसमा पनि तपाईँलाई 2500 रुपियाँ लाग्छ। तपाईँलाई डिस्काउन्ट पछि 2500 रुपियाँ फीमा एकदम मजाले एक्जामसम्मै पढ्न मिल्ने गरी तपाईँलाई हामीले गर्छौँ है। तपाईँले पढाएको म्याथको क्लास एकदम राम्रो लाग्छ भन्नुभएको छ कल्पना भट्टराईले, थ्याङ्क यू भेरी मच। त्यसै गरी सपना जैसीलाई बबाल छ भन्नुभएको छ। ल थ्याङ्क यू भेरी मच है साथीहरू, यो कमेन्टका लागि धेरै धेरै धन्यवाद। ल मैले यति गरेँ है, र आजको क्लास चाहिँ मैले यति गरेँ साथीहरू। थ्याङ्क यू भेरी मच, हेभ अ गुड टाइम।